Hello to everyone. After a long time, I am making a short video, and we are running to visit Dharan. र हामीसँग यहाँ छ विवेक र धेरै दिनदेखि मैले चाहिँ भिडियो बनाइरहेको थिइनँ र आज चाहिँ भिडियो बनाइरहेको छु र के कसो इन्ट्रेस्टिङ लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरेर नबिर्सनु होला ल लेट इन्जोय द आवर मोमेन्ट हेर इज द पोस्टर माथि पोस्टर लागेको छ र म यहाँ देख्छु र हेर्नु हुँदैछ कति मस्त भाइ भाइ रहेछ कति मस्त देख्छ हेर्नु न हेलो टु एभ्रीवन ल हामी चाहिँ गइरहेको छु नर्थ झरनातिर र हामी अहिले सिँढीमा चढिरहेको छु यो चाहिँ एकदम गाह्रो भइरहेछ अझै भइरहेछ एभ्रिवन आफ्टर लङ टाइम यति मेहनतको बाद होइन यति तलबाट हेर्नु कति तल थियो अनि यहाँबाट हेरिरहेछ न यति तलको बाद अनि यहाँ फाइनली हाम्रो अवस्था गरेर आयो फाइनली हामी धेरै दिनपछि सोचेको थिएँ तर आज पुरा त पुरा भयो तर लास्टै गाह्रो पनि भयो आउन जान त्यो पनि भयो तर इन्जोय त आयो हामी सोचेको थियौँ धेरै राम्रो हुन्छ भनेर तर त्यस्तो पनि खासै छैन पानी झर्ने हो त्यस्तो मेहनत गरेर आएको मलाई एकदम डर लागिरहेको कस्तो पानी चिसो चिसोले पुरा एकदम डर लागिरहेको र अहिले चाहिँ नमस्ते झरनाबाट फर्कियो र हामी फेरि हावा गइरहेको छु कुनपतिवरा मन्दिर त्यहाँ पूजासुजा गर्छु अनि घर जान्छु के छ के प्लान छ अनि त्यसपछि र भिडियोबाट रमाइलो आइरहेछ भने लाइक कमेन्ट गर्न नबिर्सनु यहाँ छ हाम्रो विवेक कस्तो लागिरहेछ नि एकदम दामी कति दिनपछि आज आए भ्यू कस्तो आइरहेछ भ्यू त दामी आइरहेछ गाइस त्यहाँ आउनु क्या त्यो हेर्नु माथिबाट त्यो भाप उडिरहेछ ठ्याक्क तर एउटा चिज मैले चाहिँ के अब्जर्भ गरेँ भने नि यहाँ चाहिँ यस्तो ठाउँ छ नेपालमा पनि अहिले जहाँ लाइन गएको छैन न इलेक्ट्रिसिटी छ न नेटहरू छ वाटर पनि गएको छैन राम्ररी र हामी चाहिँ लकी रहेछौँ तराईमा जुन चाहिँ सब कुरोको फेसिलिटी रहेछ अनि पनि हामीले गाली गर्छौँ तराईमा गएर र यहाँ चाहिँ अलिकति चिसो यहाँ मेन्टेन छ क्या इन्भाइरोमेन्टली मेन्टेन हुन्छ चिसो पनि हुँदैन धेरै तराईमा त यहाँ गर्मी त गर्मी लाग्छ तर यहाँ त गर्मीको त कुनै पत्तै छैन गर्मी पत्तै छैन यसो क्या पाहाड पाउँछ नि गर्मीमा पनि गर्मी लाग्दैन धेरै चिसोमा पनि चिसो लाग्दैन एकदम ठ्याक्कै इन्भाइरोमेन्ट हुन्छ क्या हाम्रो पनि त गर्मी हुन्छ बढी र धेरै राम्रै छ म त भन्छु एकचोटि चाहिँ धरानहरू यसो म पनि फर्स्ट टाइम आएको थिएँ अस्ति होइन अनि चाहिँ मलाई पनि राम्रो लाग्यो अहिले आइरहेको छु तपाईँ पनि आउनु छ भने तपाईँले पनि राम्रो लाग्छ अनि तपाईँ पनि अर्को दिन आउने अरू जस्तो लाग्छ क्या यस्तो रहेछ यस्तो राम्रो हेर्नु यहाँ कति राम्रो त्यो भयो रहेछ यहाँ हेर्नु हुँदैछ यहाँ हेर्नु कति मस्त यहाँ क्लाउड यहाँ द्याट इज क्लाउड र हामी पाहाडमा छु क्या यहाँबाट लागि नै रहेछ नि यहाँ हामी क्लाउड नि रहेछ क्या यहाँबाट क्लाउड हेरिरहेछ ल चाहिँ हामी पथिबाट माताको हामी पातमा आइसकेको छौँ यहाँबाट पथिबाट मन्दिर जान्छ हेर्न सक्नुहुँदैछ कति राम्रो आइरहेछ हेर्नु त मस्त पिसफुल भाइब र हामीले एउटा के गडबडी गऱ्यो भने नि अस्तितिर चाहिँ गर्मी नै थियो र हिजोदेखि एकदम चिसो गरिहाल्यो र यता पनि अलिक चिसो थियो भने गर्मी चाहिँ त राम्रो लाग्छ क्या र हामीहरू उल्टै गरिहाल्यो र कलेज पनि छुट्टी दिइरहेको थिएन र छुट्टी दियो के गर्नु अब प्लान पनि हाल्दै थियो भनेदेखि के गर्नु र ठिकै छ अरू चाहिँ लास्ट आज चाहिँ थकान भयो ल लेट्स सी अगाडि अब के हुन्छ ल गाइज हामीहरू फाइनली पथिवारा मन्दिर पुगिसकेछु मन्दिर छ र यहाँ चाहिँ त्यहाँ टोप्पोमा यहाँ पनि मन्दिरै हो नि माथि पनि मन्दिरै छ मन्दिर मलाई थाहै पनि जानुपर्छ मलाई थाहै थियो नेक्स्ट अर्को पालि आएको मलाई थाहै थिएन र अब चाहिँ आज जाने त्यहाँ पनि के छ कसो छ र ल जाउँ त मन्दिरभित्र